Hello. Hi, welcome. Hello. Hello guys, welcome to our भिडियोमा। आज हामी चाहिँ जाँदैछौँ फेरि बजार घुम्दै जाँदैछौँ। नाइट वकमा छौँ अहिले चाहिँ। यता देख्न सक्नुहुन्छ अनि केटाहरू आज हामी अलिक छिटो गएर निस्केको छौँ नि त, त्यही भएर अलिक टाढो भाइ भरको ठाउँ घुमेर आउनु। के छ अशोक, तिम्रो पढाइको बारेमा हान्देऊ न त। भाषाको अनाङ्सी सुन्निका आएगे नेपाल सेगे तपाईँहरूलाई फेरि मजा देखाउँदैछु। तिमी के गर्नेवाला छौ अब? प्लानिङ अहिले अहिले हामी टक्क गोस्ट लाइनमा जाँदैछौँ क्या। यतिखेर चाहिँ यहाँनिर भाइहरू क्रिकेट हान्दै रहेछ नाइट वकको बारेमा। नाइट वक मानिसहरू खाना पचाउनको लागि जान्छन्, साथै अलिक नमोटाओस् भनेर मानसिक रूपमा स्वास्थ्य हुनको लागि। तिम्रो लागि चाहिँ नाइट वकको फाइदा के छ जीवन? मलाई त त्यतिकै रमाइलोको लागि हो। यतिकै इन्टरभ्यू दिनु पर्यो नि त। यो भन्दा चढ्ता म्यान यस गाइज, भाइलाई पनि स्वागत गर्नुपर्छ यार मैले। बबाल भाइहरू छ आज। के छ? हाई, तिम्रो नाम भनिदेऊ न त। मेरो नाम हो ओके, थ्याङ्क यू, वेलकम। हेलो। तिम्रो नाम? हेलो। खै केही देखेको छैन त हुन्छ। देखिन्छ। बहिनीहरू चाहिँ आएको छ यहाँनिर भ्लगमा। मलाई चाहिँ खुसी लागेको छ। फिल्मको तल्लोपट्टि हो, यसमा चाहिँ सटरहरू धेरै बनाइएको छ। पछि यहाँनिर पसलहरू पनि धेरै हुने सम्भावना छ। यहाँनिर अझै राम्रो बनाउनु बाँकी नै छ। यहाँ भित्तामा नालीहरू बनाउनु छ अनि नयाँ पसलहरू। अत्याधिक बोसो भरिपूर्ण भएकाले विविधतामा एकता त हुने होइन। तिमी अरू के एक्सर्साइज गर्दैछौ त्यो घट्नुको लागि भन्न सक्छौ? हिजो मैले तल गएर त्यो दिदी पारमा गएर चाहिँ उसले यसरी कुदेको छ क्या। त्यो एउटा त्यो रोलिङ गर्ने त्यो सिट छ त्यहाँनिर चाहिँ रनिङ हानेको छ। केटाहरूको यस्तै एडिट हान्नुपर्ने हुन्छ। गेरे भने जस्तै कि पहिला चाहिँ यहाँनिर जिम थियो, अहिले हटाएको जस्तो लागिरहेछ। हटाएको छ अरे। अनि त्यही बाटो हुँदै जाँदैछ। अशोकको दिदीले भन्दाखेरि चाहिँ यहाँदेखि हटाएर चाहिँ अलिक तल कता बनाएको छ अरे। मेन रोड चाहिँ हेर्दै जानुहोस् सिधै अगाडि छ केटाहरू। नाइट वक भनेर भनिन्छ तर रनिङ हान्दैछ जस्तो केटाहरू। तपाईँ देख्न सक्नुहुन्छ बिचमा हरियाली छ। अहिले फुलहरू पनि फुलिरहेको छ नि त। यस्तै फुलहरू फुल्दाखेरि चाहिँ नाइट वक निस्किनु मन लाग्ने, घट्नु मन लाग्ने, हावा खानु निस्किनु मन लाग्ने कुराहरू छ। एउटा कुरा चाहिँ के भने नि गाइस, म यहाँनिर अस्ति एक्सिडेन्ट भएको थिएँ। यहीँ हो, यहाँनिर लडेको थियौँ हामी गाडीहरू चाहिँ। अनि मलाई त्यो एक्सिडेन्ट चाहिँ नरमाइलो लाग्छ क्या। जे पनि लिम्बुवान गेट बन्न लागेको छ, त्यो चाहिँ हामी बिस्तारै बन्दै गएको देख्नेछौँ अहिले।